जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय डोटी जलस्रोत व्यवस्थापन र सिँचाइ प्रणालीको विकास मार्फत कृषिमा नयाँ युगको सुरुवात गरिरहेको छ। कार्यालयले कृषि उत्पादन बढाउने, कृषकहरूको जीवनस्तर सुधार गर्ने तथा जलस्रोतको दिगो व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। जस अनुसार तटबन्ध, सिँचाइ पोखरी, सिँचाइ कुलो निर्माण, पानीको स्रोत नभएको ठाउँमा नवीनतम प्रविधि अपनाउँदै लिफ्ट सिँचाइ योजना निर्माण गर्नेदेखि जलस्रोत र सिँचाइ सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले उपभोक्ताहरूमा योजनाको महत्त्व र दिगोपनाका लागि छलफल अन्तर्क्रिया गर्दै आइरहेको छ। हाम्रो कार्यक्षेत्र अनुसार सिँचाइ र नदी नियन्त्रणको योजनाहरू हामीले अगाडि बढाएका छौँ। यस चालु आबोमा हामीसँग करिब 415वटा सिँचाइ र नदी नियन्त्रणका योजनाहरू थिए। तीमध्ये प्रायःजसो सिँचाइसँग सम्बन्धित थिए भने केही थोरै मात्रामा नदी नियन्त्रण सम्बन्धित थियो। चालु आर्थिक वर्षमा तटबन्ध, पोखरी र कुलो निर्माणका योजना कार्यान्वयन गर्ने योजनासहित अघि बढेको कार्यालयले जलस्रोत र सिँचाइ सम्बन्धी विभिन्न योजनाहरूको कार्य सुरु गरेको छ, जसमा अधिकांश योजनाका कामहरू सम्पन्न भइसकेका छन् भने केही योजनाहरू सम्पन्न हुने चरणमा रहेका छन्। कार्यालयले किसानहरूको आवश्यकता पहिचान गरी सहजै सिँचाइको पहुँचसम्म पुर्याउन पोखरी तथा कुलो निर्माणका कार्य गरिरहेको छ, जसले गर्दा किसानहरूले उत्पादन गर्ने कृषि उपज वस्तुहरूको उत्पादन र उत्पादकत्व बढाउन सहयोग पुगेको छ। नदी तथा खोलाले उब्जनीयोग्य जमिन कटान गरिरहेको भन्दै त्यसको न्यूनीकरणका लागि तटबन्ध गरिरहेको छ। तटबन्धले एकातिर नदी र खोला नजिकका जमिन कटानबाट हुने क्षति कम गर्न सहयोग पुगेको छ भने अर्कोतिर आसपासका बस्तीहरूमा क्षति कम गर्न सघाउ पुगेको छ। स्थानीय आवश्यकता अनुसार लघु, मध्यम र दीर्घकालीन सिँचाइ योजना अनुसार काम गरिरहेको यस कार्यालयले आफ्नो लक्ष्य पुरा गर्न सबै किसानहरूलाई आवश्यकता अनुसार भरपर्दो सिँचाइ सुविधा पुर्याउन लागि परेको छ। हामीले अगाडि बढाएको सिँचाइ योजनाहरू सिँचाइको सहजीकरणको योजनाहरू हो। त्यसको मिनिङ चाहिँ सिँचाइ संरचनाहरू पहिल्यै बनेका थिए, कुनै चाहिँ पक्की बनाउनु थियो, कुनै चाहिँ अर्दन माटोले बनेको नहर संरचनाहरू थियो। त्यसलाई हामीले स्ट्रक्चरको काम गरेर, जस्तै पक्की नहरहरू बनाउने, भत्केको ठाउँमा पर्खालहरू बनाएर नहरहरू बनाउने, यस्तो गरेर पानी सञ्चालन गरेका छौँ। पानी सञ्चालन भइसकेपछि किसानहरूले फेरि जुन बाँझो रहेको जमिनहरू थियो त्यसमा पुनः सिँचाइ गरेर कृषिहरू गर्न थाल्नु भएको छ। त्यस्तै नदी नियन्त्रणको योजनाहरूले हामीसँग भनेको एउटा ठुलो नदी नियन्त्रण योजना सेती नदी तटबन्ध बान्डुग्री सेनमा छ। त्यसमा हामीले एउटा इम्ब्याङ्कमेन्ट तयार गरेर इम्ब्याङ्कमेन्टबाट जुन पानी ओभरटप भएर खेतमा र स्कुलभित्र अथवा बस्तीहरूमा जुन पसिरहेको थियो, अब त्यो कम हुने र
बिस्तारै बिस्तारै त्यो नदी नियन्त्रणबाट जुन खेतीयोग्य जमिन थियो कटान भइरहेको त्यसलाई संरक्षण हुन्छ भनेर हामीले यस्तो योजनाहरू अगाडि बढाएका थियौँ। डिभिजन कार्यालयले जलस्रोतको संरक्षण, सिँचाइका आधुनिक प्रविधिहरूको प्रयोग र समुदायमा जनचेतना फैलाउने कार्यमा पनि अग्रणी भूमिका खेलेको छ। डिभिजन कार्यालयले सञ्चालन गरेका योजनाहरूको गुणस्तर कायम गर्न निरन्तर अनुगमन र सुपरिवेक्षण र गुणस्तर मापनका लागि ल्याब सञ्चालनमा ल्याएको छ, जसले गर्दा योजनाहरूको दिगोपनामा सघाउ पुगेको छ। सञ्चालित योजनाहरूलाई दिगोपना र प्रभावकारी बनाउन कार्यालयको टिम नै निरन्तर योजना निर्माण स्थलमा पुग्ने गरेको छ, जसले गर्दा योजनाहरूको गुणस्तर कायम राख्न सघाउ पुगेको छ। हामीहरूको अनुगमन त एकदमै फ्रिक्वेन्ट भइरहेको हुन्छ। हामीहरूको साइट सुपरभाइजरदेखि लिएर सब इन्जिनियरहरू चाहिँ हरेक दिन जसो एकजना त्यो ठाउँहरूमा अनुगमन र मूल्याङ्कन गरिरहेको हुन्छ। हामीले साइटमा ल्याब टेस्टको व्यवस्था त छैन, तर हामीले त्यहाँ बनाएको कम्प्लिट स्ट्रक्चरहरूको क्युब टेस्टहरू हामीले यहाँ कार्यालयमै गर्ने गरेका छौँ। र यो बाहेक हामीहरूले संस्थाको क्यापेसिटी डेभलपमेन्टको लागि हामीले तालिमको पनि व्यवस्था गरेका थियौँ। यी 5वटै सिँचाइ योजनाहरूमा हामीहरूको एसोसिएसन अर्गनाइजर हुनुहुन्छ, उहाँले गएर संस्थालाई क्षमता वृद्धि गर्ने कामहरू गर्नुभएको छ। सिँचाइ अन्तर्गत हामीहरूले यो वर्ष 5वटा योजना ठुलो प्रकारको, जसमा सिँचाइ जमिन पनि धेरै भएको 50 हेक्टरभन्दा माथि, एउटाको त करिब 180 हेक्टर नै छ, यस्तो 5वटा योजनाहरू थियो। तीमध्ये 2टा शिखर नगरपालिकामा 10 नम्बर र 8 नम्बरमा बाण्डुग्री सिँचाइ योजना र तेलताली सिँचाइ योजना रहेको थियो भने केआई सिंह गाउँपालिकामा केआई सिंह 2मा नारी सिँचाइ योजना र केआई सिंह 7मा सलिनीगाड सिँचाइ योजना रहेको छ। त्यसै गरी दिसिनपामा गन्नीगाड दाङ सिँचाइ योजना रहेको छ। त्यसै गरी कार्यालयले सुशासनको पाटोमा पनि उत्तिकै ध्यान दिने गरेको छ। कार्यालय परिसरमा उजुरी पेटिका, स्तनपान कक्ष, महिला पुरुष शौचालय र सेवाग्राहीका लागि प्रतीक्षालय सञ्चालनमा ल्याएको छ। सुशासनको क्षेत्रमा भन्नुपर्दाखेरि अब हामीहरूले जुन मन्त्रालयबाट निर्देशित आन्तरिक नियन्त्रण प्रणाली छ त्यसलाई हामीले लागू गरेका छौँ। त्यसपछि इलेक्ट्रोनिक हाजिरीको कुरा भइहाल्यो, अनि हामीहरूको सूचना अधिकारीको व्यवस्था र कार्यालयमा प्रवक्ताको व्यवस्था पनि गरेका छौँ। यसै गरी स्तनपान कक्ष पनि निर्माण गरेका छौँ र महिला पुरुषको छुट्टा छुट्टै शौचालयहरू पनि व्यवस्था गरेका छौँ। यस सम्बन्धमा कुनै कार्यालयमा उजुरीहरू परेको छ भने त्यसको सम्बन्धमा नि हामीले तुरुन्त त्यसको जवाफ दिने अथवा चाहिँ जाँचबुझ गर्ने र हाम्रो तर्फबाट हुन नसक्ने कार्यहरू हामीले अगाडि पालिकासँग समन्वय गर्ने अथवा मन्त्रालयमा जानकारी गर्ने कामहरू हामीले गरेका छौँ। डिभिजन कार्यालयका योजनाहरूले हजारौं हेक्टर जमिनमा सिँचाइ पुर्याएको छ भने कटानको समस्या केही हदसम्म समाधान गर्नुका साथसाथै खाद्य सुरक्षामा टेवा पुर्याई युवाहरूलाई कृषि रोजगारीतर्फ फर्काउन सहयोग पुगेको छ। त्यसपछि हामीलाई पहिला सिँचाइको एकदमै असुविधा थियो। अहिले यो प्रदेश सरकारबाट यो बजेट विनियोजन भएपछि हामीले योबाट
तरकारीदेखि लिएर अरू खेतीपाती पनि गरेर भनौँ न भोलि हाम्रो गाउँको जनताहरूको जीविकोपार्जन गर्नलाई अलिक सहज पुगेको छ। जलवायु परिवर्तनका चुनौती बीच जलस्रोत र सिँचाइ पूर्वाधारको दिगोपन झन आवश्यक हुँदै गएको अवस्थामा डिभिजन कार्यालयले वातावरण मैत्री तथा दिगो विकास लक्ष्य अनुरूपका कार्यक्रम सञ्चालन गर्दै आएको छ। अब सबैभन्दा अगाडि त आफ्नो टिम हो, टिम म्यानेजमेन्ट नै सबैभन्दा ठुलो कुरा हो। हाम्रो यहाँ सानो परिवार छ सिँचाइ विकास डिभिजन कार्यालयमा। यो टिममा नै हामीले यो वर्ष हामी काम अगाडि यसरी बढ्छौँ भनेर सुरुमा प्लान गरेका थियौँ। त्यो अनुसार हामीहरूले सानो एउटा ल्याब पनि स्थापना गऱ्यौँ। गुणस्तर विभागबाट पनि हामीले सर्टिफाइड गरिसक्यौँ नेपाल गुणस्तरबाट। र त्यसरी हामीले हरेक ठाउँमा म्यान्डेटोरी गर्दै जाँदाखेरि ल्याब टेस्ट गुणस्तरको कामहरू